नमस्कार। आज म नेपालीमा आधा अक्षर कसरी लेख्ने भनेर नयाँ भिडियो लिएर आएको छु। राम्ररी हेर्नुहोला। हामीले पुरा अक्षर जसरी लेख्छौँ आधा अक्षरका पनि त्यसका केही तरिकाहरू छन्। त्यसलाई यहाँहरूले ध्यान दिएर हेर्नुहोला, अभ्यास गर्नुहोला। मन परे लाइक, कमेन्ट र सेयर गर्नुहोला। धन्यवाद। ल, नेपालीको आधा अक्षर आज हामी लेख्न जाँदैछौँ। नेपालीमा विशेष गरी आधा अक्षर लेख्दाखेरि तीनवटा कुरालाई ध्यान दिनुपर्ने हुन्छ। नेपालीमा तीन खालका अक्षरहरू हुन्छन्। एउटा खुट्टा भएको अक्षर हुन्छ, एउटा पुच्छर भएको अक्षर हुन्छ, अनि एउटा चाहिँ खुट्टो पनि नभएको र पुच्छर पनि नभएको अक्षर हुन्छ। तसर्थ खुट्टो भएको अक्षर छ, खुट्टो हटाइदिए आधी हुन्छ, अनि पुच्छर छ भने आधा पुच्छर हटाइदियो भने आधा हुन्छ भने यदि खुट्टो पनि छैन, पुच्छर पनि छैन भने चाहिँ त्यस्तो अक्षरलाई अक्षरको तलतिर हामीले यसलाई हलन्त दिएर पनि हामी नेपालीमा आधा अक्षर लेख्न सक्छौँ। त्यसो हो भने आउनुस् अब हामी नेपालीमा कसरी आधा अक्षर लेख्छौँ त। क को पुच्छर हुन्छ। क को पुच्छरलाई ठ्याक्क आधा मात्रै बनाइदिनुस्, आधा क। ख को खुट्टा हुन्छ, त्यसैले ख को खुट्टा हटाइदिनुस्, आधा ख। ग को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। घ को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। र ङ को चाहिँ भने केही पनि हुँदैन, त्यसैले यसलाई चाहिँ ठिक्क अक्षरको सिधा बीच तलबाट हलन्त दिनुस्, आधा ङ। हामीले यसरी लेख्न सक्छौँ। त्यसै गरी च को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। छ को केही हुँदैन, हलन्त। ज को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। झ को पुच्छर हुन्छ, आधा मात्र बनाइदिनुस्। य को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। त्यसै गरी ट को केही हुँदैन, हलन्त। ठ को पनि केही हुँदैन, हलन्त। ड को पनि केही हुँदैन, हलन्त। ढ को पनि केही हुँदैन, हलन्त। अण को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। यसरी लेख्दाखेरि हाम्रो आधा अक्षर राम्रो बन्छ। त्यसै गरी त को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। थ को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। द को केही हुँदैन, हलन्त। ढ को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। न को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। अब हामी प को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। फ को पुच्छर हुन्छ, आधा मात्रै बनाइदिनुस्। ब को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। भ को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। म को खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। यसै गरी य को खुट्टा हुन्छ,
खुट्टा हटाइदिनुस्। अब हामीले बुझ्नुपर्छ रको चाहिँ विभिन्न तरिकाले आधा बनाउन सक्छौँ। आधा बनाउँदा अब जस्तै एउटा रेफ दिएर हामीले आधा र बनाउने गर्छौँ। जस्तै हर्क, फर्क, तर्क, मर्म, धर्म, कर्म जस्ता शब्दहरूमा हामी यसको प्रयोग गर्छौँ भने अर्को र आधा यसरी लेख्छौँ। जस्तै गर्यो, तर्यो, पर्यो, टर्यो, होइन, यस्ता शब्दहरू लेख्दाखेरि आधा रको प्रयोग गर्छौँ। त्यसै गरी अर्को आधा रको यसरी प्रयोग गर्छौँ। जस्तै तिम्रो, राम्रो, हाम्रो, प्रसाद, प्रमाण जस्ता शब्दहरू यसमा प्रयोग हुन्छन् भने अर्को आधा र लेख्दा जस्तै राष्ट्रिय, ट्रक, ड्रम, होइन, ट्रेस, ड्रेस जस्ता शब्दहरू लेख्दा यसरी प्रयोग गरिन्छ भने अर्को आधा र चाहिँ ऋकारको आधा र प्रयोग गर्छौँ। जस्तै कृति, प्रीति, सृष्टि, दृष्टि, मृग, तृष्णा जस्ता शब्दहरू लेख्नु पर्यो भने यसरी हामीले आधा अक्षरको प्रयोग गर्छौँ, आधा र। त्यसै गरी लको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। वको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। सको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। सको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। सको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। त्यसै गरी अब हको आधा अक्षर लेख्दाखेरि हेर्नुहोस् ल, धेरैले कन्फ्युजन बनाउन सक्नुहुन्छ। यसलाई चाहिँ अलिकति यो घुमेको पार्टलाई हटाइदिनुस्। अर्को भाग जस्ताको तस्तै आधा ह। छको खुट्टा हुन्छ, खुट्टा हटाइदिनु होला, आधा छ। त्रको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। र ज्ञको खुट्टा हुन्छ, खुट्टा हटाइदिनुस्। तर खुट्टा हटाइसकेपछि यो नेपाली शब्दकोशमा आधा ज्ञ भन्ने अक्षरको प्रयोग हुँदैन। जहाँ पनि हामी ज्ञको प्रयोग गर्छौँ पुरा ज्ञ मात्रै प्रयोग हुने भएकाले गर्दा आधा अक्षर लेख्दाखेरि चाहिँ यसरी लेखिन्छ। तर आधा ज्ञमा चाहिँ यो प्रयोग नहुने भएकाले गर्दा यसलाई यसरी गोलो बनाएको हौँ। आधा अक्षर लेख्दा मात्रै लेख्छौँ हामी। तर नेपाली हस्तलेखन लेख्दा आधा ज्ञको प्रयोग हुँदैन। यसरी हामीले नेपालीमा आधा अक्षर लेख्ने गर्दछौँ। धन्यवाद।